यो हो क्यानाडा, उत्तर अमेरिकामा अवस्थित एउटा देश जसलाई अवसर, स्थिरता र राम्रो गुणस्तरीय जीवनको लागि चिन्ने गरिन्छ। र हरेक बिहान क्यानाडाका टोरन्टो जस्ता सहरहरूमा लाखौँ मानिसहरू यही सपनाको पछाडि दौडिरहेका हुन्छन्। एउटा राम्रो जागिर, सुरक्षित भविष्य र नयाँ सुरुवात। बाहिरबाट हेर्दाखेरि सबै कुरा एकदम राम्रो देखिन्छ। एउटा आधुनिक सहर, मजबुत अर्थतन्त्र अनि उच्च स्तरीय जीवनशैली। क्यानाडाको टोरन्टोलाई संसारको सबैभन्दा राम्रो सहरहरूमध्ये एक मानिन्छ। तर के यो कथा यति मात्र हो त कि त अरू पनि छ? यो सुन्दर चित्रको पछाडि अर्को वास्तविकता छ जुन धेरै मानिसहरूले यहाँ बस्न थालेपछि मात्र बुझ्ने गर्छन्। किनकि यो सहरको जीवन केवल अवसरको कुरा मात्र होइन, यो खर्चको कुरा हो, दिनदिनै फेस गर्नुपर्ने प्रेसरको कुरा हो अनि च्यालेन्जको पनि कुरा हो। आजको यो भिडियोमा हामी हेर्नेछौँ कि किन संसारको सबैभन्दा आकर्षक सहरहरूमध्येको एक क्यानाडाको टोरन्टोमा परिस्थिति दिनदिनै खराब किन बन्दै गइरहेको छ त? यो खराब बन्दै गएको परिस्थितिबाट कसले फाइदा लिइरहेको छ त? र यहाँ भविष्य बनाउन खोज्ने मानिसहरूको वास्तविक जीवन कस्तो छ त? आजको यस भिडियोमा हामी यसबारेमा विशेष चर्चा गर्नेछौँ। हरेक वर्ष हजारौँको सङ्ख्यामा मानिसहरू विभिन्न आशा उपेक्षाहरू बोकेर यहाँ आइरहेका हुन्छन्। उनीहरूले सोचेका हुन्छन् कि पक्कै पनि यहाँ आएर परिश्रम गरिसकेपछि जीवनस्तर बेटर भइ नै हाल्छ, एउटा आफ्नो सुरक्षित भविष्य हुन्छ। तर यहाँ परिस्थिति भिन्न छ, यहाँ वास्तविकता निकै फरक छ। अब तथ्याङ्क हेरौँ। क्यानाडामा एउटा साधारण परिवारले वर्षमा करिब 90,000 1 लाख डलर कमाउने गर्छ कर काटिनु अगाडि। अब त्यो 90 देखि 1 लाख डलर कर काटेपछि लगभग 80 को हाराहारीमा हुने गर्छ। तर टोरन्टोमा एउटा बेडरुम अपार्टमेन्टको भाडा महिनाको करिब 2200 डलरसम्म हुने गर्छ। अब साधारण हिसाब महिनाको 2200 डलरले एक वर्षको भाडा करिब 26,000 डलर पुग्न जान्छ। यसको मतलब मानिसहरूको कमाइको ठुलो हिस्सा चाहिँ आफ्नो घर खर्चमा गइरहेको हुन्छ, कतिपय अवस्थामा लगभग आधा जति नै। एउटा साधारण परिवारको पनि खाना, यातायात, बिमा, फोनको बिल, बिजुलीको बिल यस्ता सानातिना कुराहरूमा खर्च भइ नै रहेको हुन्छ। अनि कतिपय अवस्थाहरूमा सानातिना खर्चहरूको हिसाब पनि हुँदैन। अनि महिनाको अन्त्यसम्म आइपुग्दाखेरि बचत गर्नुको लागि निकै नै कम पैसा बचिरहेको हुन्छ। अनि त्यहाँनिर भविष्यको योजना बनाउनु पर्ने हुन्छ। यस्तो अवस्थामा भविष्यको योजना निकै अनिश्चित बन्दै गइरहेको हुन्छ। अनि मानिसहरूलाई यो परिस्थितिले सोच्न बाध्य बनाउँछ कि आखिर पैसा कमाइ नै रहेको छ भने महिनाको अन्तसम्म आइपुग्दाखेरि सेभिङ किन भइरहेको छैन? अब कल्पना गर्नुहोस्, फुल टाइम काम गर्दा पनि पर्याप्त इन्कम भइरहेको छैन भने यहाँका मानिसहरूले के गर्दैछन् त? दिनभरिको काम गरिसकेपछि मानिसहरूले अर्को काम सुरु गर्न थाल्छन्, जस्तो ड्राइभिङ भयो, डेलिभरी भयो, नाइट ड्युटी भयो। खर्च केवल पैसाको मात्र हुँदैन, समयको पनि हुने गर्छ। यसरी एक्स्ट्रा कामहरू गर्दै जाँदाखेरि परिवारलाई दिने समय कम हुँदै जान्छ, आफूले आराम गर्ने समय कम हुँदै जान्छ, आफूले आफूलाई दिने समयहरू कम हुँदै गइरहेको हुन्छ। र जब यसरी समय कम हुँदै जान्छ त्यसपछि प्रेसर नै बढ्ने गर्छ, जस्तो आर्थिक तनाव हुन्छ, मानसिक थकान हुन्छ, भविष्यप्रति अनिश्चितता बढ्दै जान्छ। यसरी बाहिरबाट स्थिर देखिने जीवन भित्रबाट एकदम अस्थिर भइरहेको हुन्छ। यसरी मान्छेले आफ्नो परिवारलाई दिने समय नपुग्दा फेरि धेरै कुरामा गहिरो असर परिरहेको हुन्छ। जस्तो क्यानाडामा अहिले जन्मदर घटेर प्रति महिला करिब 1.25% पुगेको छ, जुन चाहिँ इतिहासको सबैभन्दा कम स्तर हो। यसको मतलब क्यानाडाले आफ्नै जनसङ्ख्या स्वाभाविक रूपमा कायम गर्न सकिरहेको छैन। यही समयमा क्यानाडाले आफ्नो इमिग्रेसनलाई ब्यालेन्स गर्नको लागि अथवा इन्टरनल खर्चहरूलाई म्यानेज गर्नको लागि हरेक वर्ष करिब 4 देखि 5 लाख नयाँ स्थायी बासिन्दाहरू बढाउने गर्छ। र टोरन्टो जस्ता सहरहरूमा यसको बढी नै हिस्सा बस्ने गर्छ। त्यसपछि जब मानिसहरू धेरै हुने गर्छन् त्यहाँ डिमान्ड पनि हरेक कुरामा बढ्दै जान्छ। तर समस्या कहाँनिर छ भने मानिसहरू बढ्दै गइरहेका छन् तर घरहरू त्यति छिटो बनिरहेका छैनन्। जब मान्छेहरू धेरै हुन्छन् र घरहरू कम हुन्छ, त्यस लगत्तै घर र घर भाडा एकदम स्वाभाविक रूपमा बढ्न थाल्दछ। यही कारणले गर्दाखेरि टोरन्टोमा हाउसिङ क्राइसिस एकदम बढ्दै गइरहेको छ। तर यो अवस्था सबैजनाको लागि सेम छैन। जसले पहिला नै घर किनेका थिए अथवा जसले अहिले राम्रो आम्दानी भएको कामहरू गर्ने गर्छन् उनीहरूको लागि यो सहर अझै पनि फाइदाजनक नै छ। तर धेरै मानिसहरूको लागि जसले नर्मल काम गरिरहेका हुन्छन् उनीहरूको लागि दिनदिनैको खर्च धान्न पनि निकै नै मुस्किल भइरहेको हुन्छ। त्यसैले टोरन्टो बिग्रेको छैन, तर यहाँ धनी र सर्वसाधारण मानिसहरूको बिचको ग्याप चाहिँ बढ्दै गइरहेको छ दिनदिनै। र यो केवल टोरन्टोको मात्र कथा होइन, संसारका धेरै सहरहरू यस्तै समस्याबाट गुज्रिरहेका छन्।
महँगो जीवन, सीमित घरहरू र बढ्दो जनसङ्ख्या। टोरन्टो केवल एउटा उदाहरण हो, एउटा विश्वव्यापी प्रवृत्तिको। तर यसपछि पनि क्यानाडाले मानिसहरूले खोजेको कुरा दिइ नै रहेको छ, जस्तो सुरक्षा भयो, स्थिरता भयो, अवसर भयो। सहरले काम गरिरहेको छ, तर धेरै प्रेसरमा काम गरिरहेको छ। त्यसैले सहर बढ्दै जाँदा धेरै मानिसहरूको मनमा एउटै प्रश्न आउने गर्छ, के म यहाँ साँच्चीकै राम्रो जीवनशैली बनाउन सक्छु? किनकि हरेक कथाको ह्याप्पी एन्डिङ हुँदैन। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस्। आजको लागि यति नै, अर्को भिडियोमा छिटै नै भेट्नेछौँ।